guys, biryani is ready. Wow, कस्तो दामी देख्यो नि? बजाको चाहिँ सेम हेर्नुस् त। कस्तो भयो? दामी भन्छ दामी। मिठो? आपालाई? दामी? आमा कस्तो भयो? दामी भयो। बस एकदम। गाइस यहाँ चाहिँ छ चिकन हो अन्त म चाहिँ अब यसलाई मेरिनेट गर्न आँटेको हो। चिकन बिरयानी यो चाहिँ मैले अस्ति क्यान्टिनबाट ल्याएको थिएँ नि त मसला हो। यो चाहिँ सबै यो चाहिँ उयो छ सबै कुरा यसमा एड छ भन्दैछ कि। अन्त यो चाहिँ यस्तो रहेछ हो। यहाँनिर लिम्बू काटेर राखेको छु हो। अन्त यहाँ चाहिँ दही हाल्नुपर्ने रहेछ। अनि यहाँ यस्तो मिक्सचर रहेछ क्या यो चाहिँ। सो अब म यो मिक्सचरलाई चाहिँ यहाँ मिक्स गरिदिनु पऱ्यो है। अन्त म थोरै यहाँनिर हर्दी लाग्छु हो। थोरै हर्दी राखेर त्यसपछि निम्बु मिक्सचरमा चाहिँ उयोहरू सबै लगाएको रहेछ। अदुवा लसुनहरू सबै पेस्टहरू लगाएको रहेछ हो। अस्ति क्यान्टिनबाट ल्याएको थिएँ मैले कहिले ल्याएको बनाउँछु भनेर तर बनाएको थिएन होइन। अनि यहाँ उयो पनि रहेछ इलाइचीहरू सबै कुरा हालेको रहेछ सबै मिक्स रहेछ हो। भएको छैन बर्थडे 1 मन्थको रहेछ। कहिले ल्याएको बनाउँछु भनेर चाहिँ कथै जस्तो भएर चाहिँ आज चाहिँ बल्ल हो बनाउँदैछु। अन्त यहाँ पक्रिनु त। सो गाइस मैले चाहिँ यहाँ प्रिमिक्स यो हालिदिइसकेको छु हो बिरयानी मसला। त्यसपछि चाहिँ म यो लेमन छ लेमन हालिदिन्छु हो। घरमा त्यसले मसला त्यसै लेमन हाल्नु। त्यही त मलाई यादै थिएन नि त यसमा यो छ भनेर। म चाहिँ पाउडर होला भनेर सोच्दै थिएँ होइन। झन् मैले कहिले ल्याएको यो 3-4 महिना भइसक्यो हो। अस्ति बनाउँछु भनेर ल्याएको थिएँ तर मैले बनाएको थिइनँ नि त। लेमन हाल्नुपर्छ लेमन हाल्यो भने चाहिँ मासु कडा हुन्छ त। त्यसपछि हो यसरी लेमन हालिदिएँ। यहाँ चाहिँ केही पनि हाल्नु भनेको छैन। यो सबै कुरो यही मसलामा छ भनेको छ क्या। तर पनि मैले चाहिँ अब लेमन छ कि छैन भनेर यसो डाउटमा चाहिँ हाल्छु होला है। अनि कट चाहिँ हाल्नु भनेको छ दही हो। अन्त यहाँ दही हाल्छु हो। उयो बनाऊ न यति हालिदिउँ है। बेसी हाल्नु हुँदैन। फेरि उयो भयो भने अमिलो हो भने दही हालिदिएँ होइन। अब चाहिँ मजाले मिक्स गर्छु ल। यहाँ चाहिँ चिकन मेरिनेट भइसक्यो। अब यसलाई चाहिँ म एकछिन डिप फ्रिजमा राख्छु हो। फ्रिजमा राख्छु। त्यसपछि चाहिँ अब म राइस रेडी गर्छु। चामल एकछिन भिजाएर राख्नुपर्छ। अब चाहिँ यहाँ बिरयानी यो राइस ल्याएको छु होइन। अन्त म चाहिँ यहाँ भिजाउँछु हो। चिकन चाहिँ मेरिनेट भएपछि एकछिन भिजाएर राख्छु। त्यसपछि चाहिँ कुक गर्ने म चाहिँ यो बिरयानी राइस कुकरमा बनाउनु पऱ्यो भनेको। राइस कुकरले चाहिँ इजी हुँदो रहेछ क्या। अन्त राम्रो पनि हुन्छ नि त। त्यही भएर चाहिँ यति नै अलिक हाल्नुपर्छ। मैले चाहिँ यहाँ राइताको लागि रेडी गरेको छु हो। यहाँ चाहिँ काँक्रा छ हो, प्याज अन्त टमाटर। अन्त मैले एउटा खोर्सानी पनि लगाइदिएको छु। खोर्सानी त लाउँदैन राइतामा तर पनि मैले लगाइदिएको छु किनकि पिरो हुँदैन भनेर। अनि यहाँ चाहिँ मैले त्यहाँनिर यसरी मजाले फिट्दैछ हो। यहाँ दहीमा चाहिँ मैले उयो के अरे जिरा मजाले क्रस गरेर भुटेर हो। अन्त नुन हालिदिएको छु। त्यो मजाले फिटेर यो हाल्नु ल। त्यसपछि अन्त यहाँ चाहिँ मैले यो प्याजलाई माथिबाट अब गार्निस गर्नुको लागि चाहिँ मजाले खारेर राखेको छु हो। अन्त आलु पनि हालिदिनु पऱ्यो। आलु काटेको छु। अन्त यहाँ तेल खरिँदैछ र यहाँनिर चाहिँ चिकन रेडी भइसकेको छ। अब चिकनलाई चाहिँ म यहाँनिर एकछिन पकाउँछु। त्यसपछि चाहिँ म राइस कुकरमा बनाउने। यहाँनिर चामल अलिक मजाले भिजायो। भिजाएर पनि धुइँदै पारेर राखेको छु। यो चाहिँ हाफ केजी चामल हो। हाफ केजी चामल 1 केजी थियो। हाफ लगाएँ। हाफ केजी चामल छ। अन्त हाफ केजी यो 1 केजी चाहिँ चिकन हो। चिकनलाई चाहिँ अब म फ्राई गर्छु मजाले। फर्स्ट टाइम बनाउँदैछु गाइस म चाहिँ बिरयानी। थाहा छैन कस्तो हुन्छ होइन। लेट्स ट्राई। अन्त म चाहिँ अलिकति नुन पनि हालिदिन्छु हो। नुन चाहिँ यो प्रिमिक्समा छ कि छैन थाहा भएन मलाई यो मसलामा। तर म हालिदिइराख्छु अलिकति। एकछिन मात्रै फ्राई गर्ने यसलाई हो। त्यसपछि चाहिँ राइस कुकरमा एकैचोटि लगाइदिन्छु। अनि आलु पनि एकैचोटि यहीँ हालिदिनु पऱ्यो है। आलु चाहिँ एकछिन छोपेर पकाएर चाहिँ राइस कुकरमा ट्रान्सफर गर्छु। सो गाइस चिकन चाहिँ यतिको रेडी भयो होइन। हल्का मैले चाहिँ फ्राई मात्रै गरेको।
अब चाहिँ म यो घिउ लगाइदिन्छु यहाँ भाँडामा हो घिउ लगाइदिन्छु म यो चिकनलाई यहाँ ट्रान्सफर गर्दैछु हो त्यसपछि चाहिँ माथिबाट चामल लगाइदिने हो कस्तो हुन्छ थाहा छैन चामल हाल्दै गर्नुपर्छ नि त आधी होस् राइस कुकरमा चाहिँ फुरुरु हुन्छ नि त भातहरू त्यही भएर चाहिँ मैले राइस कुकरमा चाहिँ उयो हुँदैन होला के गिलो हुँदैन होला भनेर चाहिँ राइस कुकरमा बनाएको मासु कम्ती नगयो कहाँ हुन्छ अब चाहिँ यहाँनिर पानी हालिदिन्छु म हो यस्तो चामलमा चाहिँ धेरै पानी हाल्नु हुँदैन छिट्टो गिलो हुन्छ हो कम्ती पानी हाल्नुपर्छ सबै चामल हाल्नु त्यतिबाट हुन्छ होला है त्यसो होइन हुन्छ के पानी हुन्छ यतिबाट सो गाइस यतिको भएको छ हो अब चाहिँ म यहाँ अन गर्दैछु अन्त लगाइदिउँ मैले चाहिँ अहिले लास्टमा चाहिँ यहाँनिर केसर भिजाएर लाउनुपर्छ हो अन्त त्यो प्याज लगाइदिनुपर्छ भयो यस लु भयो रेडी खानु एक्साइटेड सुपर एक्साइटेड कस्तो हुने हो कुनै मेरो चाहिँ हालत पसिना सरी मुख देखाइन सक्नु छ यस्तो पसिना आउँछ मलाई चाहिँ गाइस यो अहिले हाल्नुपर्छ दानाको भाडा यहीँ छ त हौ भाडा धुने काम चाहिँ मेरो बुढाको पकाउने काम चाहिँ मेरो धुने चाहिँ उसको 2000 years later. So guys, biryani is ready. Wow, कस्तो दामी देख्यो नि बजारको चाहिँ सेम हेर्नुहोस् न मैले चाहिँ माथिबाट यो के भन्छ केसर र त्यो चाहिँ लगाइदिएँ हो भर्खरै वाउ दामी भएको छ हो अब खाँदा टेस्ट चाहिँ कस्तो हुन्छ एकपल्ट चलाउँछु ल वाउ स्मेल क्या दामी मेरो चलाउनु वाह एक्साइटेड कस्तो भएको नि दामी देख्दैछ राइता रेडी छ बिरयानी चामल पनि उयो पानी ठिक्क भएछ नि यतिको चाहिँ हुनु पर्यो नि त ल गाइस बिरयानी यहाँ रेडी हाम्रो बिरयानी खै त राइता हालौँ बिरयानी चाहिँ यहाँ छ हो यो राइता लु तपाईँले टेस्ट गरेर तपाईँ भन्नुहोस् कस्तो भयो दामी भन्छ दामी मिठो आपालाई देवी आमा कस्तो भयो एकदम आयो बनाउने मान्छे चाहिँ ट्राई गरेकै छैन हो यो राइता हालेर खानु न राइता मैले हल्का खोर्सानी लगाइदिएको थिएँ फर्स्ट टाइम मिठो भएको छ म त यो मसलामा नुन छ कि छैन भन्दै पो बनाइरहेको थिएँ त अब चाहिँ म पनि खान्छु हो कस्तोको दामी भएको छ हेर्नु गाइस बिरयानी ट्राई गरिदिउँ अब कस्तो रहेछ राइता लगाएर अधुरो न अधुरो आयो कि कस्तो भएको छ
सो गाइस हामीले चाहिँ खाइसकेँ होइन अन्त एकदमै दामी भएको थियो हो अन्त उयो के अरे मैले चाहिँ फर्स्ट टाइम बनाएको अघि नै मैले भनिहालेँ होइन मैले चाहिँ बिरयानी फर्स्ट टाइम बनाएको अनि तपाईँहरू पनि अब रेसिपी मन पऱ्यो भने चाहिँ त्यो प्रिमिक्स ल्याएर चाहिँ तपाईँहरूले बनाउन सक्नुहुन्छ एकदम इजी हुँदो रहेछ हो अन्त दामी भएको थियो हो अन्त खाएको अरेको भिडियो चाहिँ हामीले गर्नु पाएन किनकि यस्तो डेन्जर गरम छ फ्यान चलिरहेछ हो आवाज पनि कस्तो आउँछ पसिना भइरहेको छ यस्तो डेन्जर गर्मी चाहिँ होइन त्यही भएर चाहिँ हामीले खाएको भिडियोहरू बनाएन र मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला सो थ्याङ्क यू सो मच फर वाचिङ एन्ड बाई बाई